सो गाइस हेलो एन्ड नमस्ते नमस्ते होइन सबैलाई म भन्छु के हेलो एन्ड नमस्ते फेरि हेलो एन्ड नमस्ते गाइस वेलकम ब्याक टु अनदर भिडियो। अनि म सन्दीप ब्लग्स हजुरको एकमात्र प्रिय भन्दा नि प्रिय सन्दीप ब्लग्स हजुरको सामु आज आइसकेको छु म र नयाँ भिडियो लिएर। र आजको कन्टेन्ट खास त्यस्तो राम्रो केही छैन, किनभने आज म तपाईँलाई थम्बनेल देखेर थाहा भइसक्यो म आज के गर्दैछु, किन भ्लग बनाउँदैछु होइन। अनि यत्रो बेरसम्म मैले डेली भ्लग नहाल्नु कारण चाहिँ किन हो भन्दाखेरि चाहिँ हामी आउटर भ्याली थियौँ होइन। अनि त्यसपछि अनि आज हामी काठमाडौँ आयौँ। काठमाडौँ आउँदाखेरि हामीले अस्ति नै हामीजनाले अस्ति नै भिडियो हालौँ भनेको थियौँ, तर खोइ के गर्दा यताउति नमिल्ने के कारणहरूले के गर्दा नमिल्ने होइन। अनि आज चाहिँ हामीले तपाईँले भिडियोमा खास किन भन्दै यसरी आयौँ भन्दाखेरि चाहिँ हामीले चाहिँ फेरि टट टेम्पलको केटाहरूले हाम्रो हिस्ट्री दाइलाई मेरो प्यारो दाइलाई है हिस्ट्री दाइलाई हानेछ होइन। त्यसपछि दाइको भिडियोहरू एकदम नराम्रो लाग्यो। हामी चाहिँ रोगो पनि थियौँ क्या, हामी दुईजना पनि त्यो भिडियो हेरेर हुन्छ नि अलिकति हामी पनि अब साइडमा हामी भएको भए हामीले केही गर्न सकिन्थ्यो होला होइन। अब हुन त अब कुट्न पनि सकिन्थ्यो, थाप्न सकिन्थ्यो सबै तिनजना मिलेर दाइसँग होइन। जे भयो नि अब यदि हामीले सोच्ने के भयो भन्दाखेरि दाइसँग हामी भएको भयो, यदि हामी दुईजना भएको भयो भने हामी तिनजना 5 vs 4 खेल्थ्यौँ, 5 vs 3 भयो नि खेल्थ्यौँ कि हामी होइन। त्यही त दाइ फुल्ली सपोर्ट गर्नु। दाइको आँखा पुरै त्यो ब्ल्याङ्क भएको छ होइन। त्यसपछि आँखाहरू पुरै ठुलो देखाएको थियो दाइको। दाइ यस्तो हँसिलो मान्छे हुनुहुन्छ होइन। अब किन कुट्यो कसरी कुट्यो होइन त्यो त मलाई थाहा भएन, किनभने अब दाइ एकदम सोझो हुन्छ नभेटेको होइन। दाइलाई हामीले भेटेर मैले दाइलाई अब एक दिनमै चिनेको मान्छे हो होइन। कस्तो हुन्छ दाइ, कस्तो सपोर्टिभ हुन्छ, भाइ यस्तो गर उस्तो गर भन्नुहुन्छ होइन। तर डट टेम्पल केटाहरूलाई अब यत्तिकै हाल्नु त नहुने हो। मेरो भनाइ चाहिँ के छ भने अब दाइ दाइलाई चाहिँ के भन्न चाहन्छ भने दाइ आफ्नो ख्याल राख्नु होइन। अब डट टेम्पलले हजुरलाई अब योभन्दा अगाडिको वर्ष पनि 3 वर्ष कि 1 वर्ष अगाडि पनि अब हजुरलाई कुटेको रहेछ दाइ होइन। त्यसपछि यसपालि पनि अब हजुरलाई बिना कारण यत्तिकै कुटेको छ। अब यदि हामी अब हजुरको साइडमा कतितिर भएको भयो अब हामीले पनि केही गर्न सकिन्थ्यो होइन। अब हजुरलाई त अब टाढेबाट दाइ आफ्नो ख्याल राख्नु होला है। अब यत्तिकै अब बिना कारण तपाईँलाई अब यस्तो दुःख छ दाइ। अब यस्तो स्थितिमा अब तपाईँले अब एक्लै हुनुहुन्छ, एक्लै गरेर राख्नु भएको छ। तपाईँ मलाई हजुरको इन्टरभ्यू पनि हेरेको थिएँ पासाङ दाइसँग होइन। त्यहाँबाट तपाईँलाई पुलिस कम्प्लेन हान्न जाँदाखेरि चाहिँ केस नलिएछ क्या। अनि तपाईँहरू अब के गर्नुहुन्छ अब यति हो हाम्रो तर्फबाट चाहिँ मिस्टर हिस्ट्री दाइलाई धेरै माया छ अनि सबैले धेरै माया गरिदिनु होला। र दाइको पुलिस केसको फाइल पनि अब रिजेक्ट हानेछ, केही भएन रहेछ होइन। जे भए पनि अब दाइले धेरै सपोर्ट छ। अनि आज हामी खास भन्दा किन भिडियोमा भन्दाखेरि त्यो दाइको लागि भनेर आज हामी के बोल्नै पर्छ भन्दा, किनभने दाइ मेरो फेभरेट दाइ हो होइन। दाइसँग एक दिनमै भेटेको हाम्रो पुरै खत्रै भइसकेको छ क्या हामी दाइको। अनि कङ्ग्रेचुलेसन दाइ फर्स्ट अफ अल, किनभने 100K पुगिसक्यो त्यो पनि दाइ होइन। त्यसपछि धेरै चिन्ता नलिनु दाइ है। भाइहरू छ, भाइले मेसेज गर्नु, म हजुरलाई इन्स्टाग्राममा पनि मेसेज गरेको छु हिस्ट्री दाइ है। केही छैन, भाइहरू छ तपाईँको दाइ है। अब धेरै काम ठुलो गर्नु नसके पनि कुराहरू सेयर गऱ्यो भने मन हलुका हुन्छ। त्यो चाहिँ अब हजुरलाई पनि थाहा छ, मलाई पनि थाहा छ होइन। हजुरसँग अब एक टाइम फर्स्ट टाइम भेट्दाखेरि नै मैले तपाईँलाई चिनिसकेँ तपाईँ कस्तो खालको मान्छे हो। र तपाईँलाई यसरी कुट्दाखेरि चाहिँ अब हाम्रो पनि मनमा अब केही इच्छुक भयो होइन। अब नराम्रो इमोसनल भयो। हामी अब काठमाडौँ भ्यालीभन्दा बाहिर थियौँ। अनि त्यसपछि काठमाडौँ भ्याली भयो भने हामी ट्याक्कै भिडियो देख्यौँ भने डट टाइम केटाहरूले कुट्यो। अनि ट्याक्कै तपाईँ हस्टेलमा हुँदा फेरि एउटा मन दुख्यो दाइ हिस्ट्री दाइ है। लट्स अफ लभ छ, तपाईँ चिन्ता नगर्नु है। भाइहरू छ, भाइले अब के गर्न सकिन्छ भन्नु होला होइन। हामी गर्न तयार छौँ होइन, नगर्ने होइन। अब यदि हामी पनि तपाईँको डट टेम्पलमा हामी तपाईँको साथ भयो के गर्दै दाइ तपाईँले फुल सपोर्ट दिन्थ्यो। र यतिकै सबै मान्छेले के भन्न चाहन्छु भने म बिना कारण कोही केटाहरूसँग लागेर एउटा कोही अब है ग्याङ छ भन्दैमा अब ठुलो बडा भएर पनि अब गएर एकजना छ है हान्दिमेलाई त मन लाग्छ, हान्दी भनेर त्यसरी नजानु होला होइन। किनभने अब सबैभन्दा बेस्ट कुरा भनेको कुरा सल्भ गर्नु हो। किनभने हिस्ट्री आएको त पहिला पनि कुरा सल्भ भइसकेको थियो। फेरि बिना कारण यसरी कुट्नु भनेको त अब
भयो त्यो त भएन होइन यो कुरा चाहिँ अब पुलिस केसमा पनि अब हुनुपर्ने हो पुलिस केसमा पनि अब भनिदिनु पर्ने हो बुझिदिनु पर्ने हो म चाहिँ सबै अब के भन्छु भने केटाकेटी अहिलेको अब जेनेरेसन यस्तो छ अब किनभने ग्याङ बनाएर हिँडिने त्यसपछि अब राति ग्याङ बनाएर हिँड्यो भने पनि अब कोही अगाडि छ भने पनि गएर कुर्दिने बिना कारण कुर्दिने होइन यस्तो चाहिँ नगरिदिनु होला प्लिज रिक्वेस्ट गर्न चाहन्छु किनभने अब यस्तो गर्दाखेरि अब अरूको छोराले कुटेर के पाउनेवाला पनि केही होइन हामीले त्यही भएर राम्रोसँग बुझिदिनु होला यसरी ग्याङ बनाएर नहिँड्ने होइन ग्याङबाट हिँड्नु आफ्नो ठाउँमा छ तर रेस्पेक्ट भनेको आफ्नो ठाउँमा छ कि अहिले बिना कारण पनि यत्रो कुटा खाएर पनि बिना कारण खानु पऱ्यो है योभन्दा अगाडि पनि त्यही भएर खाँदो हुन्छ सायद यस्तो गरेर खाऊ अनि अहिले पनि यस्तै गरेर खानुभयो है सो गाइस सबैजना धेरै धेरै माया छ हिस्ट्रीदाले धेरै सपोर्ट दिनु दाइ हामी साथमा छौँ दाइ है हिस्ट्रीदाले यसरी हामी सपोर्ट गर्छौँ दाइ भनेको मेरो एउटा मुटु हो कि मुटु अरे हाम्रो मुटु हो क्या दाइ भनेको अब हिस्ट्री दाइ मोटो ब्लगमा हेरिरहेको थिएँ म पहिला पनि हेरिरहेको थिएँ अहिले पनि हेर्छु म दाइलाई धेरै उबन छ होइन अहिले कस्तो भइरहेको छ दाइ चिन्ता नगर्नु लर्ड्स अफ लभ भन्ने आजको ब्लग मैले इमेल चाहन्छु मिस्ट्री द लर्ड्स अफ लभ अहिले कहिले फिल्म नगर्नु मलाई हजुरलाई मेसेज गरेको छु दाइ है त्यसै हेरिदिनु होला है यति भन्दै सबैजना बाई बाई अनि डेली ब्लग छिट्या हुन्छ केटा हो है त सबैजना सपोर्ट गर्दै गर्नु होला मेरो च्यानल सब्सक्राइब गर्दै गर्नु होला किनभने लर्ड्स अफ धेरै फनहरू नयाँ नयाँ मुभिजहरू फनी मुभिजहरू निस्किन आँटेको छ अब दामी त्यही भएर हामी पनि आउट अफ भ्याली गएको थियौँ र यसको योवाला देख्नु भएर त चिल्लो हान्दा पुरै ह्यान्डसम्मै देखाएको छ मलाई तर्सिन्छ सायद अब आउन लागिसक्यो है गाइस यो आइस आउँछ क्या हो ब्लग त ठोकिदिनु र चाहिँ भयो नि यति हो सबैजनाले सपोर्ट गर्दैन हिस्ट्रीलाई चिन्ता नलिनु भनेर न अब लिएर पनि के हुनेवाला होइन दाइ जे हो सबै भइसकेको छ अब है अब दाइहरूबाट यति छ दाइ धेरै धेरै माया छ सपोर्ट छ दाइ है अब हामीले के गर्न सक्छौँ दाइ भन्नुभयो हामी बच्चै छौँ होइन त्यही भएर अब गर्नु त के सकिन्छौँ र अब तपाईँलाई एउटा सपोर्ट गर्न बाइक भन्दा केही ठुलो जानेको छैन हामीलाई पनि दुःख भोगेर आएको छौँ दाइ बुझ्नेछौँ हामी पनि है त्यही भएर सबैजनाले बाई बाई नमस्कार नमस्ते भिडियो चाहिँ हाल्नु नछोड्नु है सबैजना नमस्ते अनि नमस्ते के सबैजनालाई अब